गुड मर्निङ गाइज है। आजको भ्लग चाहिँ अब विशेष फ्यामिली भ्लग हुँदैछ आज चाहिँ होइन। हामीहरू चाहिँ फाइनली निस्किसक्यौँ रुमबाट होइन, तर स्कुटर चाहिँ सर्भिसिङ गर्नुपर्ने बेला भइसकेको रहेछ। नयाँ फ्रेम चाहिँ यही नै हो, बट यसको सिसा चाहिँ नर्मल छ, पावर छैन यसमा। दाइले चाहिँ 5 मिनटपछि यसमा पावरवाला सिसालाई फिट गरेर दिनुहुन्छ। ल गाइज अब चाहिँ हामी यहाँ माइतीघर हुँदै नयाँ बानेश्वरतर्फ जाँदैछौँ। ओ के हो यस्तो ठाडै हानिकन हिँडिरहन्थ्यो मण्डपमा चाहिँ आएर होइन। लास्टै गर्मी छ क्या। प्रियाको क्लासहरू पनि त्यहाँ कन्सल्टेन्सी गरेर क्लासहरू पनि सबै हैट। ल देख्न सक्नुहुन्छ गाइज यस्तो बवाल भ्यू छ होइन। यहाँ चाहिँ सिन हेर्नु न, सिन यस्तो फुल फुलेर। एउटा अब फाइनली गाइज रुम पुग्न लाग्यौँ होइन। यो चोक भनेको चाहिँ अब हाम्रो अलिकति चिया खाने चोक अलि अड्डै टाइपको भयो के अरे। गुड मर्निङ गाइज है। आजको भ्लग चाहिँ अब विशेष फ्यामिली भ्लग हुँदैछ आज चाहिँ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ हाम्रो महल श्री 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 रोका युवन यहाँको राजा हुनुहुन्छ। राजा अनि राजा गतिलो भयो नि अगतिलो भयो नि, बुझिस् नै। ल अब यहाँदेखि चाहिँ अब हामी निस्किन्छौँ होइन। बाहिर चाहिँ निकै नै गर्मी छ र मेरो यो चस्मा नि पुरानो भइसकेको छ। चस्मा नि फेर्नु पर्ने छ आज गएर। अस्ति आएको यत्रो दिन भइसक्यो यार, के गर्ने। र यो हेलमेट चाहिँ अब यहीँ हुन्छ। कस्तो देखाएको छु होइन म, ठिक छ होइन। मान्छे त हिरै हो नि यार। चाबी खोइ प्रिया यसको। लगडा हामीहरू चाहिँ फाइनली निस्किसक्यौँ रुमबाट होइन, तर स्कुटर चाहिँ सर्भिसिङ गर्नुपर्ने बेला भइसकेको रहेछ। र म सर्भिस गराउने ठाउँ चाहिँ जेसुकै होस् यहीँ यो गराउँछु होइन। यो भाइकोमा एकदमै दामी तरिकाले गरिदिन्छ नि भाइले जे होस्। र यहाँबाट चाहिँ अब म सल्लाहरी चोक निस्किँदैछु होइन। चोक निस्केर चाहिँ मेरो त्यो चस्माको फ्रेम बनाउनु पर्ने छ। त्यो फ्रेम चाहिँ बनाउनु म अर्डर दिन्छु। अनि पछि आउँदाखेरि चाहिँ ठ्याक्कै लिन आउनु, किनकि त्यहाँ त्यो ओए स्कुटरको प्रिया त्यो छिस गरेको, स्कुटरको त्यो टायर छिस गरेको। एकछिन झर्दा म यसको हावा चेक गर्छु। दुइटै हावा ठिक छ। होइन त्यस्तो भन्नु ठिक छ त। पानी त कन्फर्म हो आज। यस्तो हावा पर्छ। ल बस छिटो। पानी पऱ्यो झन् शीतल हुन्छ अरे, मौसम क्लियर हुन्छ। यस्तो 4x4 भएको हुन्छ, धुलै धुलो झन् क्लियर हुन्छ, मजा आउँछ। हेट ल यहाँबाट चाहिँ अब हामी सल्लाहरी चोक। र यहाँ सल्लाहरीको यो देख्न सक्नुहुन्छ यो चस्मा पसलमा चाहिँ फ्रेम र सिसा बनाउनु पर्ने हुन्छ। मैले दाइ यो चस्मा बनाउनु पर्ने थियो कि। पावरवाले हो। -4.5 हो यो। मतलब फ्रेम पनि किन्नुपर्ने हो। फ्रेम र सिसा दुइटै किन्नुपर्ने हो। यो फ्रेमै बाङ्गो भइसकेको छ क्या। नर्मल ग्लास यो भयो होइन। नर्मल ग्लास लाइट पास भयो। वर्क दिन्छ नि तपाईँको हान्डफुलहरू ग्लास। यो चाहिँ मेरो पुरानो चस्मा भएको क्या। अनि नयाँ चाहिँ फ्रेम चाहिँ यो हो होइन। कति पाउँछ तपाईँको 20 र त्यही नै हो। अब यहाँ नयाँ फ्रेम चाहिँ यही नै हो, बट यसको सिसा चाहिँ नर्मल छ, पावर छैन यसमा। दाइले चाहिँ 5 मिनटपछि यसमा पावरवाला सिसालाई फिट गरेर दिनुहुन्छ। र हामी यही चस्मा लगाएर अहिले त्यहाँ जाँदैछौँ न्यु रोडतिर। अनि प्रियाको क्लास पनि आज गरिहाल्ने हो, किनकि फेरि जहिले म पनि फ्री हुन्न। अब आज गरेपछि आजै हुन्छ। ल बनाउने त्यहाँ हो आज पनि।
म त फेरि कहाँ जानुभयो सोचिरहेको सिसा फुट्टी सिसा सानो काट्दैन हो अब सिसा भयो त मलाई मिल्दैन होला अब नयाँ चस्मा है यो चाहिँ आज मेरो तर यो फर्स्ट टाइम लाउँदाखेरि चाहिँ कस्तो अलिकति घुमाइरहेको जस्तो देखिन्छ कि पावर सिम त्यही होइन नयाँ क्लासबाट अलिकति मिल्ने हुन्छ कस्तो देखिरहेको मलाई नयाँ चस्मा होइन कमेन्ट गर्नु होला तपाईँहरूले भयो ल धन्यवाद है दाइ 5 मिनट भन्नुभयो ठिकै छ छिट्टो भन्नु तर यो बक्स र यो रुमाल चाहिँ एउटा यहाँ एक्स्ट्रा गिफ्ट आउँछ हामीलाई 4 भयो भने रुममा पुस्न काम लाग्छ जाउँ त्यो ब्यागले कति फ्लोर छ युट्युबमा आउँछ है धेरै छ नि त त्यही 3-4 हजार जति छ सब्सक्राइबर के नामले मेरो चाहिँ रोकाया युवन हो ल एउटा यहाँ चाहिँ अब दाइले चाहिँ मलाई सब्सक्राइब गरिदिनु लाग्नु भएको दाइले होइन ROKAYA रोकाया YA पनि हाल्नु त UBAN UBAN N हो अगाडि भी भएको छ दाइ यु हो कि यु हो ल सर्च हान्नु त तल आइसक्यो हजुर भन्छ त्यही हो के मतलब त्यो कुमारी ब्याङ्क छ क्या एउटा त्यहाँनिर यतापट्टि आइसकेपछि ल धन्यवाद है दाइ सब्सक्राइब गरिदिनु ल बहुत खुसी लाग्छ सब्सक्राइबर किनकि हामी अरे जाऊँ यो अरूभन्दा नि झ्याउ चाहिँ यही हुन्छ क्या यो हेलमेटमा हेर त चस्मा पुरै घुमाइरहेको मलाई लगडा अहिले हामी यति बेला चाहिँ काठमाडौँको यो भिरकुटी मण्डपतिर छौँ होइन आज चाहिँ अब प्रियाको क्लासहरू पनि सबै जोइन गऱ्यौँ हामीले फर्म भऱ्यौँ भोलिदेखि चाहिँ अब प्रिया हमालज्यूको विद्यार्थी जीवन स्टार्ट हुँदैछ रेगुलर आज अब जति खानुहोस् मस्त होइन जिन्दगी मजाले खाओस् त बस काठमाडौँमा हाइट लगडा अहिले चाहिँ अब हामी यहाँ यो के भन्छ यो भिरकुटी मण्डप आएर पनि सबै कामसाम भ्याएर प्रियाको क्लास पनि सबै जोइन गरियो र यहाँदेखि अब हामी निस्किन लाग्यौँ बसोस् प्रिया लास्टै गर्मी साइड यो ठाउँबाट त कतिखेर निस्किउँला कोठा जाउँला जस्तो भइसक्यो बस भक्तपुर त शीतल छ यार यहाँ हेरौँ भने होइन रुगो हेलमेटको उयो लगाइदिनु पऱ्यो कसले हो त्यो डिक्कीमा त्यो चाबी त्यो आइटिआरवालाले त त्यो आइटिआरवाला चाबीहरू नै राखेको छ बाइकको अन्त डिक्कीको चाबी र अगाडिको चाबी फरक हुन्छ भनेपछि चाहिँ मतलब भएन ए तल यस्तो के यस्तो हुन्छ क्या प्रिया बरु 1-2 सय बढिहाल्यो भने आफूलाई मन परेको कपडा किन्नुपर्छ क्या जहिले पनि
तैँले अनि त्यही भन्नुपर्छ त मलाई हैट ल देख्न सक्नुहुन्छ गाइज यस्तो बवाल भ्यू छ होइन यहाँ चाहिँ सिन हेर्नु न सिन यस्तो फुलसिल फुलेर ल्याए मोबाइल छोडे त कहाँ होला त ल यहाँदेखि चाहिँ अब हामी रुमतर्फ लाग्दैछौँ है अब यहाँ काठमाडौँमा चाहिँ यही नै हो सिस्टम हो त्यसरी खुल्ला भन्ने यसरी हिँड्नै मिल्दैन जामको जाम मात्रै हो यहाँदेखि भक्तपुर पुग्दासम्म समथिङ 10 देखि 15वटा ठाउँसम्म जाम पर्छ होला जस्तो लागिरहेको मलाई अब चाहिँ हामी यहाँ माइतीघर हुँदै नयाँ बानेश्वरतर्फ जाँदैछौँ ओ के हो यस्तो ठाडै हानिकन हिँड्दा त गाह्रो छ यार यहाँ त अब यहाँ यो पुल देख्न सक्नुहुन्छ दिउँसो चाहिँ यस्तो छ तर राति चाहिँ पुरै झिलिमिली हुन्छ होइन यसरी छड्के चेकिङ पनि हुन्छ यहाँ त्यही भएर एकदमै सावधान मैले लाइसेन्स नबोकेर हिँड्दै आछु जस्तो मानिरहेको छु म हो यही पुल हो क्या केटाहरू राति राति आएर बाइकको भिडियो सिडियो कारको भिडियो सिडियो निकाल्ने चाहिँ राति पुरै लाइटले चाहिँ लाइट साइट बाल्छन् र बवाल देखिन्छ राति यो पुल चाहिँ अहिले दिउँसो चाहिँ अब यस्तै हो मकै बाढी तरम मलाई बोले प्रिया मेरो यो गोजीमा राइट साइडको गोजीमा फोन छ फोनमा मोबाइलमा फोन आइरह यो कसको हो हेर त फोन के फोन हेर न फोन आइरह बिस्तार निकाल कसको हो ल ए त्यो पैसाको लागि 5000 हालिदेऊ नि त पैसा पुगेन भने ल गौरल दाइ फेरि भनेपछि नाइ कहिले भन्दैन यार पैसा पुगेन क्या बिहान दाइले त हालिदिएको 10,000 रुपियाँ पुगेन क्या त्यही भएर भने ल बानेश्वर चोक फाइनली मेरो एक्सिडेन्ट भएको प्रिया मेरो एक्सिडेन्ट भएको यहीँनिर हो क्या पछाडिबाट यस्तो अगाडि यस्तो हो यस्तो जाम हुन्छ नि त यहाँ त अगाडि सिग्नल त्यो 91 देखेर आयो नि त्यो सेकेन्ड भनेको हामीले वेट गर्नुपर्ने हो क्या यहाँ सेकेन्ड हो क्या बाबु के त अलि भइहाल्छ अरे खालि मिनेट होइन अरे सेकेन्ड हो अनि यहाँनिर यस्तो वेट गरेर मजाले बसिरहेको थियो स्टार्टअप गरेर पछाडिबाट ड्याङ्गा हानेर अगाडि उडाइदियो क्या पछि अनि त्यो अर्को हिम्मत दोष चाहिँ अलिकति घाइते भएको थियो को बे त्यस्तो हेट लगडा जाम बस्दा बस्दै पनि वाक्क लागिसक्यो यार हेट अहिले चाहिँ हामी ठ्याक्कै यो के भन्छ गट्ठाघर पुगिसकेका छौँ तर यो हेलमेट चाहिँ अलिक ठुलो भयो क्या साइज मलाई प्लस अगाडि यो गोप्रो हाल्दाखेरि चाहिँ लास्टै तल्लो साइड जिताएर राख्यो क्या अगाडि साइड त्यही भएर यहाँ मुन्टै एकदारे भइसक्यो यार मेरो हामी चाहिँ भक्तपुर रातै पुग्न लाग्यौँ होइन भाटबटिन र रातारातिको भूत बङ्गला चाहिँ देख्न सक्नुहुन्छ अगाडि तपाईँहरू देखिरह होला त्यो त अब जमानादेखि थन्किएको थियो अहिलेको जस्तोको त्यस्तै छ त्यो यो बिल्डिङ हेट अब फाइनली गाइज रुम पुग्न लाग्यौँ होइन यो चोक भनेको चाहिँ अब हाम्रो अलिकति चियासिया खाने चोक अलि अड्डै टाइपको भयो के अरे र यो यहाँदेखि चाहिँ दुईवटा बाटो छुट्छ फेरि यता यहाँदेखि तपाईँले लेफ्ट लग्नुभयो भने चाहिँ माथि तिनधारा कटुन्जोतिर जान्छ यो बाटो र यता जानुभयो भने चाहिँ सूर्यविनायक नगरपालिका र मेरो रुम नजिकै छ क्या त्यही सूर्यविनायक नगरपालिकानिरै हो यही हो नगरपालिका देख्न सक्नुहुन्छ तपाईँहरूले भर्खर बन्यो चिल्लो बवाल छ कुनै महलभन्दा कम छैन र मेरो रुम चाहिँ यही हो पहिला अरे यार साइड लाइट दिइरहेको छु प्रिय ल डिक्कीमा सामानहरू छ ल के को चाबी
कोठा यसमा राख्यो होला नि त तैँले आफै राखियोस् यो निकाल न कपडाहरू तिमीलाई दिया हो त्यसै राखिदिँदा झन् ब्यागमा राख मेरो यस्तोमा हराउँछ भनेर मैले ब्यागमा राखेँ होला क्या यहाँ भित्र छ त्यो छैन होला त्यहाँ छैन क्या बसेर मैले भित्र होला भने भित्रै होला ल